हेलो सर नमस्कार हजुर नमस्कार जयमेसी हजुरको घर कहाँ पर्यो हजुर? नमस्ते सर नमस्ते। मेरो घर यतै हो सर, पारी डाँडातिर। हजुरको शुभ नाम? मेरो नाम वीरबहादुर सर। वीरबहादुर हो? हजुर सर। एहे ल ल ल ल त्यसो भए हजुरले उसलाई चिन्नुहुन्छ? येशू प्रभुलाई चिन्नुहुन्छ? छैन सर, छैन, चिनेको छैन। येशू प्रभु भनेको उहाँ के हुनुहुन्छ थाहा छ? उहाँ प्रेम हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, उहाँ वचन हुनुहुन्छ, उहाँ बाइबल हुनुहुन्छ है। किन डिस्टर्ब गर्नु भएको तपाईँ? को हुनुहुन्छ तपाईँ? म यहाँ येशू प्रभुको बारेमा म उहाँलाई नगर्नु चाहिँ उहाँलाई म येशू प्रभुको बारेमा उहाँलाई म येशू प्रभुको बारेमा सुसमाचार सुनाउन लाग्छु क्या। घर कहाँ? घर त्यस्तो त्यस्तो नगर्नु क्या सर। हजुरहरू कहाँ? हजुर घर कहाँ? घर किन चाहियो? नि हजुर किन चाहियो? के हो? हजुरले येशूलाई चिन्नुहुन्छ? को यसो म चिन्दैन। अनुमति लिएर सुनाउनु पर्छ, थाहा छ कि छैन? ओहो सर बालसाल लामोसँग पालेर हुँदैन। सर म येशूको चेला हुँ। येशू प्रभुको बारेमा सुसमाचार सुनाउन लाग्छु। हजुरहरूको घर कहाँ के हो? आउनुहोस् त, म तपाईँहरूलाई सुनाउँछु येशू प्रभुको बारेमा म त सुसमाचार। तपाईँलाई यहाँ हानिरहेको छु, हान्ने मान्छेले कहिले सुसमाचार सुन्छन्? मलाई के हान्नुहुन्छ त्यसो मैले के बिराउँछु र अब? के हो यो बाल? यो माथि आउनु त भाइरलै हुन्छ यस्तो हेर्नु त के साला पर्छ त्यो भाइरल बनाइदिने त्यो तपाईँलाई सुनाएको सुसमाचार अलिक टाटा नभाग्ने क्या यो कन्टे। तपाईँ क्या लल्ल आदमी हुनुहुन्छ बेकारमा डिस्टर्ब गर्नुहुन्छ यहाँ। सर येशू प्रभु हुनुहुन्छ। हजुर सर। उहाँ चाहिँ प्रेम हुनुहुन्छ, उहाँ चाहिँ आत्मा हुनुहुन्छ, उहाँ वचन हुनुहुन्छ, उहाँ बाइबल हुनुहुन्छ। अब हेर्नुहोस् संसारका मान्छेले येशूलाई नचिनेका मान्छेले यस्तो सताउट गर्छन्। हेर्नुहोस् मलाई कस्तो गर्नुभयो, एकजना मान्छे आएर चिन्नु नजान्नु घचरी माग्नु। हेर्नुहोस् मलाई यस्तो हेर्नुहोस् हेला गर्नुभयो, अपमान गर्नुभयो। मैले तपाईँले यस्तो राम्रो तरिकाले येशू ख्रिस्टको बारेमा तपाईँलाई सुसमाचार सुनाउँदै थिएन त होइन? हजुर सर, हजुर एकदम। यसलाई तपाईँले भनिया मान्नु भएन फेरि? हेर्नुहोस् त तपाईँलाई के पुलिस ल्याएर यो बाल घुमाइकन टाइ लिनुपर्ने हो? सर म सुनाउन कहाँ पाइन्छ? कहाँ लेखेको छ सुनाउन? होइन सुन्नुहोस् तपाईँ के सुन्ने मैले? सुन्नुहोस् येशू ख्रिस्ट प्रेम हुनुहुन्छ, प्रेम हुनुहुन्छ, येशू ख्रिस्ट आत्मा हुनुहुन्छ, येशू ख्रिस्ट हान्नु भएको येशू ख्रिस्ट हुनुहुन्छ। तपाईँ यस्तो प्रभुको विरोध किन गर्नुहुन्छ? तपाईँले येशूलाई चिन्नु भएको चाहिँ छैन बेकारमा। तपाईँ त मान्छे लल्लो हुनुहुन्न त।